हेलो नमस्कार एभ्रिवान, हरे कृष्ण, वेलकम ब्याक टु माई च्यानल। आज म एकदम हतारमा भिडियोज गर्दैछु। आज चाहिँ हाम्रो समिट डान्स स्टुडियोमा कथकको सुट छ टिचर्सहरूको, सो त्यसकै लागि भने रेडी हुँदैछु। नेल पोलिसको चाहिँ एकदम लेट भइसक्यो, अरूहरू चाहिँ पुगिसक्छु। म चाहिँ स्टिल यहाँ राजदादाको स्टुडियोमा छु बानेश्वरमा। सो आजको मेरो यो मेकअप हेयर चाहिँ हाम्रो सुप्रिया उप्रेतीजीले गर्दैछ। चाहिँ टिका चाहिँ अभाइलेबल नभएर टिका चाहिँ लगाउनु बाँकी छ, उतै गएर लगाउँछु। सो मेरो आजको गेटअप चाहिँ यो हो। कस्तो देखेको छ कमेन्ट गर्छु होला। मलाई चाहिँ यो जुडोहरू बनाएको कपालहरू बाँधेको चाहिँ मन पर्दैन, सुहाउँदैन। सो हाम्रो कथक सेमी क्लासिकलमा चाहिँ यो कम्पलसरी गर्नै पर्ने भएको भएर चाहिँ मैले चाहिँ अब आजको मेरो लुक चाहिँ यस्तो छ। हजुर मेकअप गर्न लाग्छ आइसक्नु भयो। हाम्रो चाहिँ मेकअप हेयर रेडी भइसकेको छ। मेकअप हेयर बाई सुप्रिया उप्रेतीजी। मलाई चाहिँ एकदम धेरै लेट भइसक्यो, सो ज्वरो बिग्रिन्छ भनेर म चाहिँ स्कुल छोडेर ड्राइभ गरेर जान लागेको छु। अब राजदादाले चाहिँ अब डेमा फेरि आउँछु, बेलुका मेरो फेरि अर्को सुट छ। सो त्यति बेला भेट्नेछु। सेटुन। हाई एभ्रिवान, म चाहिँ हाम्रो स्टुडियो तल आइपुगेको छु। यो चाहिँ समी डान्स स्टुडियो माथि पनि छ। सो हाम्रो सुट चाहिँ त्यहाँ माथि हुँदैछ। यो कृष्ण मन्दिर भयो। सो म चाहिँ हाम्रो स्टुडियो तल आइपुगेको छु। अब माथि जाँदैछु। मैले चाहिँ हाम्रो स्टुडियोको लोकेसन पनि यहाँ राखेको छु। यो भिडियो हेर्दै हुने हाम्रो वेल विसरहरू चाहिँ कथक सेमी क्लासिकलमा इन्ट्रेस्टेड भइसिन्छ भने चाहिँ समी डान्स स्टुडियो भिजिट गर्न सकिन्छ है त। एभ्रिवान, यो चाहिँ भ्लग हो है आजको बिटिएस हाम्रो म्याम भइसिन्छ। होइन गाइज, यो चाहिँ हाम्रो स्टुडियो हो। अब यहाँ चाहिँ सबैजना आइपुग्नु भएको छैन। म चाहिँ दीक्षालाई रेडी गरिदिँदैछु त के भन्नु, सल लगाउनलाई चाहिँ हेल्प गर्दैछु। कस्तो राम्रो देखेको त। कुन सङ्ग विथ सङ? हाम्रो स्टुडियोमा चाहिँ दीक्षा सन्जिना बहिनी मात्रै छौँ, अरूहरू चाहिँ आइपुग्नु भएको छैन। सो अब क्यामराम्यान पनि आइपुग्ने बेला हुन लाग्यो। हाम्रो सन्जिना चाहिँ प्र्याक्टिस गरिरहेको छ। सन्जिना, लास्ट टाइम तिम्रो पुरै भाइरल भएको थियो, योपालि के भन्न चाहन्छौ? फ्रेसमा छु। ओ माई गड। दीक्षा कस्तो फिल भइरहेछ? यो बिग्रियो। अरू चाहिँ यहाँ प्र्याक्टिसहरू चल्दैछ। सबसे फर्स्ट सुट चाहिँ मेरो रहेको छ। मेरो गाइस त भित्र चाहिँ घुरमा लाग्छ भनेर म चाहिँ बाहिर सिडीमा बसेर अल्ता लाउँदैछु। राजना, सन्जिना, सम्पदा, यो भ्लग हो है। ए हो, के भन्न चाहन्छु मेरो वेलविसरलाई? म त हजुरलाई भनेर चाहिँ ह्याप्पी बर्थडे थ्याङ्क यू। 24 आवर पछि विस गर्छु मलाई। मैले बिहान बर्थडे विस गरेको थिएँ हजुरलाई। यहाँ हाम्रो म्यामहरूको चाहिँ एकदम जोरदार तयारी हुँदैछ। उहाँ चाहिँ मेरो गुरु भइसक्छ, प्र्याक्टिस गर्दै भइसक्छ। अब सबसे फर्स्ट सेट चाहिँ मेरो छ। यसमा चाहिँ एकछिन प्र्याक्टिस गरेको पसिना भएर बसिरहेको छु। दीक्षा चाहिँ यहाँ रिल्स हेर्दैछ। सन्ध्या र सन्जिना चाहिँ रेडी हुँदैछ। सो हेलो सन्ध्या, सन्जिना। हेलो, के छ हालखबर? के भन्न चाहनुहुन्छ हजुरहरू? फेरि पनि म आइसकेँ। उनी तपाईँको कति महिना अगाडि हँसाउने बहिनी, लगानमा देख्ने बहिनी। आज त खासै हँसाउँदिनँ होला। आज अलिक के छ? आज अलिक छैन। आज अलिक फ्रेसमा छ। आज अलिक फ्रेस मुड छैन उसको। सो अनि हाम्रो सन्ध्या लास्ट टाइम त फ्रेस, लास्ट टाइम धेरै फ्रेस थियो। अब हाम्रो चाहिँ सुट स्टार्ट हुन लागेको छ। सबसे फर्स्टमा चाहिँ मेरो सुट परेको छ। सो अलिअलि डर पनि लागिरहेको छ, बिकज राम्रोसँग प्र्याक्टिस गर्न पाएको थिएन हिजो पनि। अनि सो अलिअलि डर पनि लागिरहेको छ। एक्साइटेड पनि छु। यस्तै कस्तो हुन्छ।
भर्खर मैजाको सक्यो मैजा सक्यो हाम्रो सर्भिस चाहिँ यता म भ्लग गरिरहेको छु बिटिएस उसको बर्थडे हामीले केक पनि खान पनि पाएन खुवाउन पनि पाएन केक त सर गुरुले कट गरिदिनु पर्ने हो नि आगो भयो हामी त्यहाँ आगो लास्टमा कुकुर उचालेर कता कता के गरेर रहेछ हामीले केक काट्न पाएन 500-600 रुपियाँ बचे जस्तो चाहिँ फिल भइरहेको छ ठिक छ म 2टा केक नेक्स्ट इयर एकैचोटि काट्छु टायर्ड एकदम एनर्जेटिक थियो मेरो चाहिँ चिन्नु नै हुन्छ मेरो चाहिँ कुखुराले खाएर झगडा गर्दै थियो उहाँ चाहिँ भोक लागेर यस्तो अनलाइन गइरहेको उहाँ चाहिँ मेरो गुरु हुइसिन्छ समीर सर सो समीर सरले चाहिँ नेचुरल देखिने गरेर फोटोसुट गराउ न तिमीहरू कति एक्टिङ गरिरहेको कति हल्ला गरिरहेको भनेर कराउँदै हुइसिन्थ्यो सन्जिना बहिनी र मेरो चाहिँ सेम साइड पर्ने भएको भएर सन्जिना बहिनी चाहिँ मेरो साइड लियो साइरा दिले भनेर मसँग पुरै रिसाइरहेको थिएँ म चाहिँ फकाउँदै थिएँ उसलाई सो यहाँ चाहिँ हाम्रो समीर डान्स स्टुडियोको असिस्टेन्ट टिचर्सहरूको फोटोसुट हुँदैछ हाम्रो चाहिँ भिडियो सुट सकेर अब चाहिँ फोटोसुट गर्दैछौँ हिजो श्रावण 2 गते चाहिँ मेरो बर्थडे थियो योपालि चाहिँ म आफ्नो गुरुहरूको ब्लेसिङ लिन आउन पाएको थिइनँ सो मेरो गुरुहरूले मेरो बारेमा केही भन्दै होइसिन्थ्यो ब्लेसिङहरू दिँदै होइसिन्थ्यो म एकदम धेरै इमोसनल भएर रुन थालेछु सो मेरो मेकअप सबै बिग्रेर यहाँ हाम्रो सन्ध्या सिस्टरले चाहिँ मेरो मेकअप टचअपको लागि हेल्प गरिदिँदै थियो बिकज हाम्रो फोटोसुट अझै पनि बाँकी थियो आफ्टर फोटोसुट चाहिँ हामी लन्च गर्न जाने प्लान गर्दै थियौँ गाइस फाइनली हाम्रो सुट सकिएको छ अब चाहिँ प्याकअप म हजुरलाई बिटिएस देखाउँछु अब हाम्रो सुट चाहिँ सकिएको छ होइन अब लन्च गरेर बेलुका अर्को सुट छ यो चाहिँ के भन्छ अनएक्सपेक्टेड सरप्राइज हिजो बर्थडे सकिसक्यो मेरो होइन स्टिल मेरो अनुहार के सर काला To you, happy birthday to you, happy birthday dear Radidi, happy birthday to you. Thank you so much. Yay, yippee! Katnus. Dun 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 da da. Woo! Papa ni ho, mami. La. Sanjina ji जानु. थ्याङ्क यू La Sanjina ji जानु. म फोटो Sanjina ji बैठ्नु चाहिँ ल माथि बिक्री गरेर ल थ्याङ्क यू Woo! अब लाग्छ बि एकछिन यहाँ दिदीले भ्लग यहाँ. मारे राख्छु बे यहाँ अन क्यामेराले सुके यहाँ चाहिँ मेरो बिलेटेड बर्थडे सेलिब्रेसन हुँदैछ म केक हाम हान्न लगाइरहेको छु 1 2 तालिया तालिया गफ चल्दैछ सेकेन्ड गफ अब हामीले चाहिँ लन्चहरू गऱ्यो अब म चाहिँ जान्छु सुटको लागि रेडी हुन उनीहरू चाहिँ घर जान्छ ल गाइस कहाँ गर्ने हो सुट म उठ्छु उता उता स्टुडियोमा अब मलाई पेमेन्ट आयो है इभिनिङ हो कि ल सबैजना आउँछ थ्याङ्क यू सो मच गाइज आज मेरो बर्थडे सरप्राइजको लागि बिलेटेड बर्थडे सरप्राइज थ्याङ्क यू सो मच हेलो टेक्दा हेलो नमस्ते सबैजनालाई के छ राज ब्युटी एकाडेमीबाट के हुँदैछ हजुरहरूको अहिले अहिले मिस एन्ड मिसेस ब्युटिफुल नेपाल र यदि कोही आउँदै हुनुहुन्छ भने अब चाहिँ डाइरेक्ट इन्ट्री पाउँदै हुनुहुन्छ र स्पेसली चाहिँ यो 10 गतिबाट हाम्रो ट्रेनिङ सुरु हुँदैछ 9 गतिसम्म चाहिँ
पार्टिसिपेन्ट लिन सक्नुहुन्छ। मिसको सिजन 11 र मिसेसको सिजन 10 को यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने भाग लिनुलाई मलाई मेसेज गर्नु होला, म उहाँको कन्ट्याक्ट डिटेल्स दिन्छु। उहाँ चाहिँ Thank हाम्रो मिस एन्ड you. मिसेस ब्युटिफुल नेपालको अर्गनाइजर पनि हुनुहुन्छ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। आउँदो रहेछ उहाँ चाहिँ गाइज अब चाहिँ मेरो चेन्ज हुँदैछ है मेकअप लुक। अघि मर्निङमा अर्कै थियो, अहिले अब अलिअलि यहाँ प्रिन्ट बनाउनु लागेको राधाको ड्रेस चाहिँ उतै गएर चेन्ज गर्ने। अब इभिनिङको सुटको लागि हेलो नमस्ते। आज चाहिँ हाम्रो यहाँ वित्तीय सुट हुँदैछ त हाम्रो यहाँ मस्त लागेर होइन त्यस्तो कृष्ण हाम्रो कृष्णजी चाहिँ रेडी हुने हजुर बस्यो भने सबैजना आउँछ मान्छे। हेलो कस्तो फिल भइरहेको छ कृष्णलाई? हाम्रो यता आज राधाजी वर्ल्ड कपको फिनाले छ हजुर कसको सपोर्ट गर्नु चाहिँ अर्जेन्टिनाको होइन? अर्जेन्टिना हो। म फुटबल एकदम मनपर्छ। ठिक उल्टो अपोजिट पऱ्यो नि त। म अब ए हो म चाहिँ स्पेनको सपोर्टर हो क्या। त्यस्तो चाहिँ भनिन मैले त के भयो प्लास्टिक ल्याएर सबै खाइदिएँ। ल यो म चाहिँ यता खाना पनि बनाउँदैछु होइन। टक्क यहाँ खाना पनि पाक्दैछ हाम्रो। हेलो कृष्णजी, तपाईँलाई आज कस्तो भइरहेको छ? मेरो 5 बजाउनु टाइम भयो। तपाईँलाई आज कृष्ण हुन पाउँदा कस्तो चाहिँ अनुभव भइरहेको छ? कस्तो चाहिँ के भइरहेको छ? लागिरहेको छ तर आयो कृष्णजी पनि खुसी हुनुहुन्छ। यस्तो मेरो यस्तो बिग्रेको अवतार देखियो। ल मेरोमा त फ्लर आउँछ। भयो मलाई चाहिँ मलाई आफूलाई हेर्नु कस्तो लाज लागेको छ। आज मेरो हालत हेर्छु कपाल पनि कृष्णजीको यहाँ रेडी हुनुहुन्छ। राधाजी त रेडी भइसक्यो। यो चाहिने म तपाईँ ल भयो यो कुकुर एक गर्ने भयो ज्ञानी भन्छ है। ज्ञानी मान्छे राधालाई कृष्णले पछ्यायो। गाइज हाम्रो भिडियो क्लिक गर्दा गर्दै लेट नाइट भयो। भिडियो पनि भएन, क्वालिटी एकदम ब्लर आएको छ है। अब चाहिँ हामी चाहिँ फेरि भोलि क्लिक गर्ने भयौँ डेमा है। सो ल सी यू। हाम्रो चाहिँ हिजोको भिडियोज कम्प्लिट भएन। सो आज चाहिँ जङ्गलमा आएको छौँ पानीमा भिज्दै। ल आज चाहिँ हाम्रो वान टेकमै सकायौँ हामीले। ल हाम्रो क्यामराम्यान है उहाँ चाहिँ एकदम राम्रो भिडियो क्लिक गरिदिइसकेको छ, हेर्नु होला हजुरहरूले होइन। पानी पऱ्यो। अब हाम्रो जन्माष्टमी 2023-2026 जन्माष्टमी स्पेसल। ल हाम्रो चाहिँ राधाकृष्णको सुट 2 डेजपछि फाइनली सकिएको छ पानीमा भिज्दै। अब हामी चाहिँ प्याकअप। अब हामी चाहिँ चिया खान्छौँ अनि आफ्नो आफ्नो बाटो। Thank you for watching. Bye. रोकिँदैन माया मेरो छोडेर छुट्दैन माया। Thank you for watching.